क्लास 9 मा पढ्दैछौ भने यो क्वेशन तिमीहरूको फर्स्ट टर्म एक्जाममा आउँछ। फर्स्ट टर्म एक्जाम अब आउनलाई धेरै टाइम बाँकी छैन। फर्स्ट एक्जाम असारमा हुन्छ र यो असारमा तिमीहरूले यो क्वेशन चाहिँ एक्सपेक्ट गर्न सक्छौ। के क्वेशन हो यो? डिराइभ द फलोइङ इक्वेसन। चारवटा इक्वेसन छ हाम्रो मोसनको। एउटा v इक्वल्स टु u प्लस एटी, एउटा s इक्वल्स टु u प्लस v अपन 2 इन्टु टी, एउटा s इक्वल्स टु ut प्लस हाफ एटी स्क्वायर, एउटा v स्क्वायर इक्वल्स टु u स्क्वायर प्लस 2as भन्ने। यो यति क्वेशन तिमीहरूको एकदमै इम्पोर्टेन्ट छ, फर्स्ट टर्ममा आउँछ पनि। र क्वेशन एक्जाममा चाहिँ तिमीहरूको कुन चाहिँ आउन सक्छ भन्दाखेरि यो थर्डको र फोर्थको चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तर यो थर्डको र फोर्थको गर्नको लागि हामीलाई फर्स्टको इक्वेसन र सेकेन्डको इक्वेसन पनि डिराइभ गर्न आउनुपर्छ। र अब एक्जाममा यस्तो खालको क्वेसन आयो भने कसरी लेख्नुहुन्छ यहाँ हेर्नुहोस्। पहिला सुरु त तिमीले ल्याङ्ग्वेज लेख्नुपर्छ, एउटा कन्सिडर गर्नुपर्छ। के गर्नुपर्छ भन्दाखेरि मानौँ एउटा बडी एउटा सिधा बाटोमा हिँड्दैछ, एउटा भेलोसिटी u भन्ने भेलोसिटीले हिँड्दैछ, एउटा इनिशियल भेलोसिटी u ले हिँड्दैछ। यदि यो हिँड्दैछ भने केही टाइम t पछि केही समयपछि यसले चाहिँ एउटा डिस्टेन्स पनि ट्राभल गर्छ, s भन्ने डिस्टेन्स ट्राभल गर्छ हो टाइम t पछि। र त्यो डिस्टेन्स ट्राभल गरिसक्दाखेरि उसको भेलोसिटी चेन्ज भएको हुन्छ, र जब सुरुको भेलोसिटीलाई u भन्छ भने उसको केही टाइम पछि आउने भेलोसिटीलाई चाहिँ हामीले फाइनल भेलोसिटी भन्छौँ। र यदि यो u इनिशियल भेलोसिटी u र फाइनल भेलोसिटी v भनेको यदि यहाँ भेलोसिटीको चेन्ज छ भने त्यति बेला हाम्रो एक्सिलरेसन पनि प्रोड्युस भएको हुन्छ हो। अब फर्स्टको v इक्वल्स टु u प्लस एटी यो इक्वेसनलाई कसरी डिराइभ गर्ने भनेर सोध्यो भने फर्स्टको डेरिभेसन के हुन्छ भन्दाखेरि हामीलाई थाहा छ एक्सिलरेसन भनेको v माइनस u अपन t हुन्छ। कहाँबाट आयो? यो क्लास 8 मा पढिसकेका छौ। एक्सिलरेसन भनेको फाइनल भेलोसिटी माइनस इनिशियल भेलोसिटी अपन टाइम हुन्छ। एउटा कुरा यहाँ पनि लेख्नुस्, u भनेको हाम्रो के हुन्छ? इनिशियल भेलोसिटी हुन्छ u भनेको, अनि s भनेको तिमीहरूको डिस्प्लेसमेन्ट अथवा डिस्टेन्स पनि भन्छौ, v भनेको तिमीहरूको हुन्छ फाइनल भेलोसिटी केही टाइम पछि आएको भेलोसिटी, t भनेको टाइम भयो, अनि a भनेको तिमीहरूको के भयो? एक्सिलरेसन भनेर पनि लेख्नु पर्छ। र तिमीलाई थाहा छ एक्सिलरेसन भनेको v माइनस u अपन t हुन्छ। अब यहाँ तिमीहरूले क्रस मल्टिप्लाई गरौँ हो, यहाँ a र यो t मल्टिप्लाई हुन्छ अनि यता v माइनस u यतिकै बस्छ हो। अब यसलाई हामीले लेख्नु पर्यो भने के लेख्ने? a इन्टु t हुन्छ अनि यतापट्टि v माइनस u, अनि a इन्टु t भनेको at अनि यतापट्टि v छ माइनस u। अब हेर त हामीलाई त यतापट्टि एउटा साइडमा के राख्नु छ? v राख्नु छ। भन्नुको मतलब v लाई एउटा साइडमा राखौँ, v लाई यता छ यतै राखौँ, यतापट्टि हाम्रो at छ, यो माइनस u लाई मैले यता लग्यो भने यो तिमीहरूको माइनस u लाई मैले यता साइड चेन्ज गराएँ भने यो के हुन्छ भन्दाखेरि यो चाहिँ प्लस u हुन्छ, अनि यता पहिल्यैबाट प्लस यहाँ के छ भने प्लस 80 हुन्छ, प्लस 80 हुन्छ, अनि v यो भनेको तिमीहरूको v इक्वल्स टु u प्लस 80 हुन्छ। र हाम्रो इक्वेसन 1 सल्भ भयो। र अब इक्वेसन 2 के हो भनेर भन्यो भने इक्वेसन 2 लाई सल्भ गर्नको लागि s इक्वल्स टु u प्लस v अपन 2 इन्टु t छ। यसलाई सल्भ गर्नको लागि पहिला सुरु हामीलाई थाहा हुनुपर्छ एभरेज भेलोसिटीको फर्मुला। एभरेज भेलोसिटीको फर्मुला तिमीहरूले 8 क्लासमा पढिसकेको छौ। एउटा हुन्छ s बाई t, अनि अर्को एभरेज भेलोसिटीको फर्मुला हुन्छ u प्लस v अपन 2। अब यता हेर, यो पनि एभरेज भेलोसिटीको फर्मुला, यो पनि एभरेज भेलोसिटीको फर्मुला, दुईटै एउटै हो। भन्नुको मतलब ab बराबर s अपन t छ, यता पनि ab बराबर u प्लस v अपन 2 छ। भन्नुको मतलब यो र यो के हुन्छ? बराबर हुन्छ हो। ab को पनि ab लाई s बाई 2 नि लेख्न मिल्छ, u प्लस v बाई 2 पनि लेख्न मिल्छ। भन्नुको मतलब के भने यो दुईटा हामीले बराबर लेख्न मिल्छ, किनभने दुईटै एभरेज भेलोसिटीको फर्मुला हो। भनेपछि यो s बाई t र यो u प्लस v अपन 2 पनि हाम्रो के हुन्छ? इक्वल हुन्छ, u प्लस v अपन 2। अब यो s लाई यतै राखिदिउँ, यो u प्लस v छ उता डिभाइडेड बाई 2, अनि यो t उता जाँदा के हुन्छ? मल्टिप्लाई हुन्छ t।
र यो फर्मुला पनि हाम्रो डिराइभ भयो। u + v / 2 * t पनि डिराइभ भयो। अब थर्डको इक्वेसन हेर। थर्डमा हामीलाई के डिराइभ गर्नु छ? थर्डमा हामीलाई डिराइभ गर्नु छ, यो चाहिँ एक्जामको लागि एकदमै मोस्ट इम्पोर्टेन्ट, ut + 1/2 at² डिराइभ गर्नु छ। अब हामीलाई थाहा छ के भनेर, यो हाम्रो यो माथिको यो इक्वेसन 2 भयो। अब इक्वेसन 2 बाट हामीलाई के थाहा छ भन्दाखेरि, फ्रम इक्वेसन 2 बाट हामीलाई के थाहा छ भने, s भनेको चाहिँ u + v / 2 * t हो। अनि or s = u। अनि इक्वेसन 1 बाट चाहिँ हामीलाई के थाहा छ भन्दाखेरि, इक्वेसन 1 देखि चाहिँ हामीले v = u + at भनेर थाहा पाएको छ। यता हेर, तिमीहरुको इक्वेसन 1 बाट v = u + at आएको छ भनेपछि मैले यो v को ठाउँमा यहाँ u प्लस यो v को ठाउँमा मैले u + at राख्न मिल्छ इक्वेसन 1 बाट हो। यो v को ठाउँमा मैले के राख्न पाउँछ, u + at राख्न मिल्छ / 2 * t हो। और s = हेर त यहाँ u + u छ, u + u भने कति हुन्छ, 2u हुन्छ, प्लस यहाँ at छ / 2 * t हो। अनि अर्को अब फेरि यसलाई s = अब तिमीहरुको यो कस्तो छ भन्दाखेरि, यो t ले यो माथिको यो दुईटैलाई मल्टिप्लाई हुन्छ हो। यो t ले यो माथिको यो दुईटैलाई 2u + at लाई नै मल्टिप्लाई हुन्छ। जस्तै के हुन्छ भन्दाखेरि, t ले 2u लाई 2u + at गर्ने, यो भनेको मल्टिप्लाई भयो / 2 गर्ने, और s = t * 2u भनेको के हुन्छ, 2ut हुन्छ, प्लस अब हेर t * at भनेको के हुन्छ, t * t भनेको t² / 2 और s बराबर त्यहाँहरुको म्याथमा चाहिँ एउटा रुल के हुन्छ भने, a + b / 2 छ भने यसलाई हामीले a / 2 प्लस b / 2 लेख्न मिल्छ। त्यसरी यहाँ हेर, यहाँ पनि 2ut प्लस at² / 2 छ। हेर त माथिपट्टि चाहिँ दुईटा प्लस गरेछ, तलपट्टि / 2 छ हो। यसो भने हामीले यसलाई छुट्याउन मिल्छ। भनेपछि 2ut / 2 प्लस at² / 2 और s बराबर यो माथि पनि 2 छ, तल पनि 2 छ, काट्यो। अब के बाँकी रह्यो, ut प्लस अब यतापट्टि के छ, at² / 2। अब यो फर्मुला हाम्रो इक्वेसन 3 भयो र प्रुफ पनि भयो। हाम्रो इक्वेसन 3 s = ut प्लस 1/2 at² र अथवा त्यो 1/2 at² लाई at² / 2 लेखे पनि भयो। यसरी हाम्रो थर्ड इक्वेसन पनि सल्भ भयो। अब फोर्थ इक्वेसनलाई कसरी सल्भ गर्ने भने, फोर्थ इक्वेसन हाम्रो छ v² = u² प्लस 2as। यो इक्वेसनलाई चाहिँ हामीले कसरी सल्भ गर्न सकिन्छ, हामीलाई एउटा इक्वेसन 2 बाट हामीलाई के थाहा छ, फ्रम इक्वेसन 2 बाट हामीलाई के थाहा छ, s = u + v * t थाहा छ, u + v / 2 * t थाहा छ। अब s = u + v / 2 * t। अब हामीले यस्तो खालको v² = u² प्लस 2as सल्भ गर्नु छ भने हामीले यहाँ चाहिँ कहाँ भ्यालु हाल्नुपर्छ भन्दा यो टाइममा हाल्नुपर्छ। यो t मा चाहिँ t को भ्यालु हाल्नुपर्छ। t को भ्यालु कहाँबाट आउँछ भनेर सोध्यो भने, t को भ्यालु एक्सिलरेसन भनेको v - u / t हुन्छ। अब मैले यहाँ t को भ्यालु, यो t लाई यता लाने अनि यो a लाई मैले यता राख्न मिल्छ भनेको यो t लाई म माथि लान्छु हो, t लाई माथि राख्छु अनि यो माथि v - u छँदैछ। अनि हाम्रो यो a जुन चाहिँ छ, यो a तल लगौं अनि यहाँको हाम्रो t चाहिँ यहाँ माथि लगौं, त्यही त गरे हो हैन। अनि a गरौँ अनि s भनेको चाहिँ हाम्रो u + v / 2 * t को ठाउँमा अब मैले के राख्न पाउँछु, v - u / a, v - u / a राख्न मिल्छ। और s = यहाँ हेर्यौ भने तिमीहरुले यो u + v लाई मैले के लेख्न मिल्छ,
v प्लस u पनि लेख्न मिल्छ डिभाइडेड बाई 2 इन्टु v माइनस u डिभाइडेड बाई a अर s इक्वल्स टु म्याथमा अर्को एउटा रुल के हुन्छ भने जस्तै a बाई b इन्टु c बाई d छ भने हामीले यो माथिको र माथिकोलाई मल्टिप्लाई गर्छौँ भनेको a इन्टु c अनि यहाँ डिभाइड छ भनेपछि डिभाइड अनि b इन्टु d गर्छौँ b इन्टु d गर्छौँ। त्यसरी नै अब हामीले यहाँ पनि त्यही गर्छौँ हो यहाँ पनि हामीले त्यही गर्छौँ। माथिपट्टि हाम्रो यहाँ के छ v प्लस u छ v प्लस u भयो त्यो र हामीले को मल्टिप्लाई गर्छौँ v माइनस u लाई मल्टिप्लाई गर्छौँ v माइनस u अनि माथिकोले माथिकोलाई मल्टिप्लाई गर्छ तलकोले तलकोलाई मल्टिप्लाई गर्छ 2a अर s इक्वल्स टु यहाँ तिमीहरूले एउटा कुरा हेर्यौ भने v प्लस u v माइनस u यो त के को फर्मुला हो जस्तै तिमीहरूले एउटा फर्मुला पढेको छौ a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b a माइनस b हुन्छ। त्यसरी नै ल मलाई भन b स्क्वायर माइनस u स्क्वायर भने के हुन्छ यो भनेको v प्लस u v माइनस u त्यस्तै फर्मुला छ कि छैन हेर त यहाँ यो v प्लस u v माइनस u यहाँ पनि v प्लस u v माइनस u भनेको यसको ठाउँमा मैले v स्क्वायर माइनस u स्क्वायर राख्न सक्छु v स्क्वायर माइनस u स्क्वायर डिभाइडेड बाई 2a अब के गर्ने मल्टिप्लाई गर्ने यसले यसलाई मल्टिप्लाई हुन्छ भनेपछि 2a इन्टु s 2as इक्वल्स टु v स्क्वायर माइनस u स्क्वायर। अब हामीलाई v स्क्वायरलाई मात्र सँगै राखौँ भनेको यो माइनस u स्क्वायरलाई म यता लान्छु माइनस u स्क्वायरलाई म यता लान्छु भनेपछि माइनस u स्क्वायर यता लाँदाखेरि प्लस u स्क्वायर हुन्छ यहाँ पहिलेबाट प्लस 2as छ भनेपछि प्लस 2as इक्वल्स टु यताको मात्र बाँकी रह्यो v स्क्वायर मात्र बाँकी रह्यो देयरफोर v स्क्वायर इक्वल्स टु u स्क्वायर प्लस 2as यसरी चाहिँ हाम्रो प्रुभ भयो र यो क्वेसन चाहिँ तिमीहरूको 4 मार्क्समा आउँछ। थ्याङ्क यू। अब तिमीहरूलाई कुन भिडियो चाहिन्छ कुन क्वेसनको भिडियो चाहिन्छ त्यो तल कमेन्टमा लेख्नु।